राके बजारको कोसेलीहरूमै चिया छुर्पी ललिपप खुर्सानी। हेलो एभ्रिवान, गुड मर्निङ सजिलो नमस्ते, वेलकम छ सबजनालाई गुरुङ निकाजी च्यानलमा। अनि म चाहिँ एकदमै सन्चै छु, आज चाहिँ एकदम खुसी पनि छु किनकि इलाम जाँदैछु, माइत जाँदैछु। अनि म चाहिँ बिहानदेखि भिडियो बनाउनु भ्याइनँ, हतार हतारमा काम गर्दै थिएँ नि त, त्यही भएर भिडियो बनाउनु पाइनँ। अनि अहिले चाहिँ अब लागेको यहाँ मासतिरदेखि कान्छाले बाइक निकाल्दैछ, अनि चाहिँ यहाँ मासतिर जाँदैछु। नानी पनि अगाडि लगिसक्यो, म हिँडेको यही छु उकालोमा अलिकति निस्केको। अनि अब म जाँदा जाँदै भिडियो बनाउँदै जान्छु, हेर्दै गर्नु होला। केटा हो बस है। म चाहिँ बाउलाई यहाँबाट एकदम अर्ग्यानिक कोसेली लगिदिँदैछु, त्यसको बिरुवा। अनि अरूलाई अर्ग्यानिक कोसेली सिमी साग ल चुडियोको कोपी, त्यस्तै हो मेरो कोसेली। बाउको एकदम चाहेको कोसेली यही हो। एक दिन ल्याएर बाउलाई यहाँ छोडिदिनु पर्ने। यहाँ चाहिँ सुङनिङमा चोक, यहाँ ग्यारेज अस्ति हामीले गाडी बनाएको। यहाँ सुङनिमा चोक, अनि यहाँ माथिबाट लब्रेकुटी जाने बाटो छ। हामी चाहिँ कान्छी दोकान मासतिर आएर बसेका छौँ। एकछिन नकु यहाँ पापा खाँदैछ, हाम्रो कान्छा यता छ। के देखाउनु लाग्यो ससुराली? ससुराली लाग्यो। ससुराली जाने हो, के पो खाने हो? कुखुराको मासु खाने। लोकल होइन, लोकल। पावा भन्ज्याङ ओ पारिस देखिँदैन रहेछ मजाले। म चाहिँ बाटोमा जाँदा जाँदै भिडियो बनाउँदै जान्छु। अनि मेरो माइत जाने बाटो कस्तो छ, अनि राँके बजार कस्तो छ, पौवा भन्ज्याङ कस्तो छ देखाउँदै जाँदैछु। भिडियो स्किप न। पौवा भन्ज्याङको चोक बजार आइपुग्यौँ। पौवा भन्ज्याङ लेखेको छ होला त्यहाँ पर नि, मैले कसले फोटो खिचेको तेरो देख्दै थिएँ। पौवा भन्ज्याङ यहाँबाट उता जान्छ हाम्रो माउली, यहाँबाट उता जान्छ उता। आठ गोलाई रहेछ, हामीले गन्तीमा चाहिँ 8 गोलाई गन्यौँ। 8 गोलाई यसले ट्याक्कै 8 गोलाई गोलाय। कस्तो राम्रो घर हो यहाँबाट उकालो जान्छ उनीहरू। माछा पाउँछ यहाँ हो नि त। बजार छिर्यो ट्याक्कै। राके बजारको कोसेलीहरूमै चिया छुर्पी ललिपप खुर्सानी
इलाम लाग्यो हामी चाहिँ गेटबाट। पानी आउनु लागेको छ। यहाँ कुरो लागेर कस्तो भइरहेछ। कालो न कालो पानीले पुग्छ कि आमा हुस्से। हामी चाहिँ भदौरे आइपुगिसक्यौँ अनि यहाँ काकीको दोकानमा एकदम कोसेलीपात भेला पार्दैछौँ। चाहिँ अब उकालो लाग्यो। आमा बाउ छोरी उपर जाँदैछ, म चाहिँ पछि जाँदैछु। बाउ छोरी अगाडि जाँदैछ। हामी चाहिँ आज भदौरेमै गाडी राखेर उकालो गएको नि त, त्यही भएर कोसेलीपात पोको पार्यौँ अनि हामी चाहिँ गएको। यहाँ त पानी आउनु लागेको छ, यस्तो दिन भइरहेछ। जना लागे उकालो। नक्कु त आफै पो हिँड्दै रहेछ त आज त। नक्कु हामी त कहाँ आइपुग्यो भने पापा अन्डी। वाउ कप्लक जम्लो। नक्कु हिँड्ने कि ड्याडीले बोक्छ अरे त्यहाँ हात दिँदैछ हतार हतार। खै ल्याउनु ज्याकेट यहाँ म बोक्छु। नम्मी ल नबस्यो यहाँ झन् पानी आउँछ। जाउँ न। जुन ठुलो आउँछ अनि यसले चाहिँ थाम्छ। यसले कतै थाम्छ चाहिँ बस्छ नि। हामी चाहिँ घर पुग्न लाग्यौँ। पानी मसिनो भयो अनि हामी चाहिँ हिँडेको ब्याक क्यामेराबाट बनाएर छु यस्तो मौसम देखाउनको लागि। यस्तो छ घर मुनितिर पुग्यौँ। हामी चाहिँ घर पुग्नु लाग्यो कि अनि अब म अन्जना बोलाउँछु ल। अलिक पर पुगेर चाहिँ सुन्छ। चिप्लो छ यता माथिबाट आउनै खान्छ। यहाँ त पानी आएर पुरै बर्खा लागेछ। चिप्लो बाटो पनि चिप्लो गलेर हत्तु। अन्जना ओ अन्जना सुन्दैन। पुरा उसको डेकमा धुन रहेछ। ब्लुटुथ भन्दैछ। अन्जना पानी आयो। ओ अन्जना हामी आयो हो। सुन्दैन पो त। कुकुरले सुन्छको उसले सुन्दैन। छिराउ है पानी आयो। ला के साह्रो बर्खा लागेछ। कति घारी पेलेर गएको भन्नुहुन्छ होला, तर बाटो चाहिँ राम्रो छ कि लोक्ताले गर्दाखेरि चाहिँ लोक्ता गऱ्यो अन्त। अन्जना गीत बजाउनु थाल्यो अत्ता। हामी आइपुग्यौँ है पानीले कुट्दै। पानीले कुट्यो। कुकुरले सुन्यो। के घर आइपुग्यो। पानीले एकदम आँगन पनि हिलो भइरहेछ। यता चाहिँ टोइलेट बाथरुम, यता बाख्रा घर, यता खोले पकाउने किचन, यताको खाना पकाउने किचन अनि ठुलो घर चाहिँ पर यता पर छ। हुसेले देखिँदैन केही पनि। फुल बनाएछ अहिले। सबैतिर भित्र पस्छु अब म। के गर्दैछ हाम्रा मान्छेहरू। के गर्दैछ आइपुग्यो त। अन्त त आगो बोक्नु लाग्दो रहेछ भर्खर। हाम्रो आमा दिदी ए मेरो सुर्तीको झोला भिज्यो नि। खै यो चाहिँ हाम्रो किचन। अनि यता दाउरा कटेर अनि म ठुलो घर पनि सुत्ने ठाउँ देखाउन जाँदैछु। यता 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 हाम्रो चाहिँ ठुलो घर चाहिँ कोठाहरू छ। आइया ठोक्यो ल हाम्रो घर यहाँ। अनि बाउ यहाँ बसिरहेछ। खाटो यता यस्तै छ माइतको घर। अनि यता चाहिँ बाउको देउता हो। हाम्रो माइतको घर चाहिँ यस्तो छ है।
यता चाहिँ सुत्ने घर है। The Bluetooth device. फाइनली म चाहिँ माइत आइपुगिसकेँ अनि माइत आइपुगेर पनि सबै कुरा देखाइसकेँ। अब अञ्जनाले खाजा चिया बनाउँदैछ। अब खाजा चिया खानुमा आतुर। हामी चाहिँ चिया सिया खाइसक्यौँ। अब अञ्जनाले ल्याएको बाख्राको बोको कत्रो कत्रो भयो। नबिहाइ ल्याएको थियो नि त, अनि बिहाएर उसको बोका कत्रो कत्रो भयो। हेर्नु जाँदैछु म। एकदम यस्तो सुरक्षित गरेर आएको छ नि। कान्छाले अब कहाँ खोल्नु नजानेको यहाँ अनि बाँधेको छ नि त बाउ। यस्तो यस्तो छ यो। अस्ति अञ्जनालाई तान्ने बाख्रा यो। ऊ हान्नु आउँदै पो छ त। यो कस्तो राडी छ यो त, खालि हान्नु आउँछ। यो चाहिँ नबिहाइ ल्याएको बाख्रा यो। उसको बोके आमा कत्रो ठुल्ठुलो भएछ। भिजेर लप्पु भएछ त अनि बाउ। बाहिर अञ्जनाले बाख्रा भिजिरहेको थियो अरे, थाहै पाइन अरे। आमा ठुल्ठुलो भएछ। अहिले कहाँ छोडेको अञ्जनाले कराउँलाई? के हो ठेक्पा भनेको? लामकाने खालको। लामकाने र यो खालको डबल उयो खालको नि क्रस भएछ। पाडे पाडे कान्छी आयो। घरमा कान्छी आयो। त्यसलाई त साङ्लीले नै बाँधेछ, अझै डोरी काटेर होला होइन। माथि पनि त्यसै गरिदिएको थिएँ। कुखुरा पनि यसरी लाइन लगाएर रहेछ यहाँ। कति चाहिँ छ त? यता पनि चिउचिउ, यता पनि चिउचिउ। 3टा डोकोमा लाइन लगाएको छ। यस्तो छ हाम्रो माइत घर गाउँ। अहिले चाहिँ खुल्ला भन्दा पानी रोकिएर पाखानी बेत घरभरि छ। कराउँदैन बाउ अहिले यो सेतो बाख्रा? पहिला त दिगदार लाग्यो भन्दै थियो। ऊ गयो। ओ चिप्लिँदै जाँदैछ। ए कुखुरा यता पनि छ यहाँ। कुखुरा वाउ छिप्पेको भाले रहेछ त। यो कति वर्षको भयो खोलेर हेरौँ न। आमा भाले तेरो काल त आएको छैन। उतापट्टि नि रहेछ फेरि। लु उता त खोल्नु आउँदैन, भरे किन्छ होला। खोल्नु पर्यो, यहाँ त बुढाबुढी मात्रै रहेछ। कस्तो आइटम हो यो हेर यहाँ। लक टैक्क पार्यो खोलिन्छ, टैक्क पार्यो लाग्छ। यहाँ चाहिँ हाम्रो घरदेखि माथि यस्तो सुन्दर, यस्तो स्वतन्त्र खालको वातावरण छ होइन। खान्छ हेर्दा कस्तो दामी देखिएको हेर्दा है। हरियाली छ, स्वच्छ वातावरण छ। हाम्रो घर यता छ अनि यहाँ चाहिँ बारी। अनि यहाँदेखि घरदेखि माथि हेरौँ कति दामी छ। यहाँ चाहिँ सबै ढुसपारी हो। माथि लोकताघारी छ। यता सल्लाइ सल्लाह कस्तो दामी देखिएको छ। बाख्रा देखाउँ भनेको त नदेखि न रुसु लाग्यो। मुलाबारी मुला त्यत्रो भइसकेछ। अस्ति रोपेको भन्दै थियो। अय्या यहाँ झन् मन परेको आइरहेको छु। तर्छ भनेको त तर्सेन। टुङ्गरको सुन्नुहोस्। हाम्रो अञ्जना एक्लै घाँस काटिरहेको छ पिछा गएर। अनि मुनि कचिया बोकेर आएको घाँस काट्न। यति सक्ने चाल पाउँछ भनेर छ्याप गर्दै आएको त गलेछु। तर्सेन पो। तर्छ भनेको त यो। अब घर जाने छ। ऊ माथि गोठमा दिदी नको पिलिक पिलिक उठ्याएर कुद्दैछ। हामी घाँसबारी पुऱ्यायौँ। अब चाहिँ घर जाने हो अनि भात पकाउने हो। त्यहाँबाट लोकल कुखुराको एकदम सुप बनाएर खाने हो होइन अन्त कस्तो लाग्यो मेरो कुरा? यता किन कस्तो लाग्यो? ठिक लाग्यो। ठिक लाग्यो। म
मकै यतिको छ मकैबारी छ यो मकैबारीमा चाहिँ फेरि सब आलु छ नि आलुको झ्याङझ्याङमै मरिसकेको छ अब जति मकैबारी देखिएको छ यति सब आलु छ यहाँदेखि पल्लो डाँडा पनि छ फेरि यहाँदेखि पल्लो डाँडा त कति 9-10 काल्ला छ त्यहाँ पनि आलु छ यहाँदेखि यो रुखदेखि उँभो पनि छ यता पनि छ अब आलु खन्नु सघाउनु अन्जनालाई आउनै पर्ने भएछ जसरी भए पनि कति दिन्छस् आलु खन्नु सघाउनु आयो भने कति दिन्छस् 5 मन भनेपछि कति केजी हो 1 मनमा 40 केजी नि हिसाब गर्ने आएन 2 मनमा 80 केजी भएन 4 80 जोड्दा कति भयो जोड यसले मलाई 5 मन दिन्छु भनेको छ 5 मनमा अब बारी बोक्नु साह्रो परे तान्दिनँ 5 मन 2 क्विन्टल दिने रहेछ है यसले 2 क्विन्टल फल्छ ऊ साह्रो परे उठाउनु आऊ ग्वार मुझे बचाऊ भन् घाँस अटेको ए यहाँ नि रहेछ त पुरा आउने म त तेरो पछि लाग्दै थिएँ त गएको भनेर तेरो पछि लाग्दै थिएँ म त यहाँ अलिकति देखेर पो अडिएको त नभए अडिन्थिनँ एकदम झकमै बर्खे आलु एकदम के आलु अर्ग्यानिक आलु के मल नहालेको नि युरिया के एकदम अर्ग्यानिक आलु खाँदैछौँ अनि यहाँ चाहिँ देखाउँछु है म यो चाहिँ टिम्बुरको अचार हो हेर्दा कस्तो देख्नुहुन्छ होला तर यो पिनेको धेरै भएर त्यस्तो भएको अनि यो चाहिँ खोर्सानी मात्रै पिनेको अर्को टिम्बुर मात्रै म चाहिँ टिम्बुर मात्रै खाने अनि अरू चाहिँ खोर्सानी खाने भएर अनि यो चाहिँ फेरि अर्ग्यानिक थाल हो नि हैन थाल आफ्नै घरमा बनाएको थाल हो यो चाहिँ अनि त्यसमा आफ्नै अर्ग्यानिक करेसा बारीमा फलेको आलु हामी चाहिँ खाँदैछौँ खाजा आजको खाजामा अचार पनि आफ्नै करेसा बारीमा फलेको छ हाम्रो चाहिँ त्यही भएर भन्दा मेरो त मुखबाट नि त्यो खाए जस्तो भयो त केटी अलिकति खाइदिइहाल त यस्तो रसिलो छ भने खानुलाई आउनु सबजना हाम्रो यहाँ इलाममा कस्तो लाम सौताले खोजे टिपेर कप ननगाइ कप हालिदिनुपर्छ बालेको मासु बनाउने हाम्रो कान्छा कुकमेन एकदमसँगले दामी बनाउँदैछ यता पनि छ मरमसला अनि एकदम मजाले बनाउँदैछ अनि हाम्रो अञ्जना चाहिँ यहाँ सिमसाग केलाउँदैछ सिमसाग पनि खाने अरे यसलाई फेभरेट हो नि त सिमसाग त्यही भएर सिमसाग केलाउँदैछ के साह्रो बोल्दै यो सिमसाग फेभरेट यहाँ लोकल फुटायो कसले फुटायो यो कसले नानीले फुटायो ला ला खै भनेको ला भने खै ला ला के भयो फुट्यो अरे सक्यो अरे आँखको ल्याउनुपर्छ ल मसलाको बाट चिया कि पानी हालेको दिदीले के हाल्यो दिदीले चिया अलिक हाल्यो त के खाने चिया खोइ तेरो म नुन हाल्नु नुन पनि हाल चिया रे नुन दिदीलाई हातले हाल्नु भनेको त यहाँ भरि पक्यो नुन आधी पानी हाल्नुपर्छ चिसो तातो रहेछ चेस हुँदैछ कित्ली र यो
टङ अरे पोखर बर्गरको चिया यहीँ गयो भने खायो ऊ दिदीको नि चिया खाने अरे नुन नुन हाल्नु यति जम्मै सबै भयो दिदीले सबै भनौँ नि सुनिस् है सबै मेरो त नभन न बस्न पिराम बस्न उ त्यहाँ पिरा छ त्यहाँ बस तातो तातो ऊ पर लाउरे आयो तातो भएछ ओ लाउरे आएछ बेबी मेरो झन् बेसरी तातो भएछ है चिया कसो गरौँ बेबी जेठी सानो कान्छी कान्छा ठुलो कान्छी यहाँ न यहाँ कान्छ कान्छा हात दे मलाई यही जाऊ। यहाँ हात दे मलाई हात दे तेरो चाहिँ हटाए हात दे बाडे सिधा गरे हात दे ऊ ओ आयो के साह्रो दर दिएको मर्निङ अर्को हात दे अर्को देखा त अर्को ऊ यता यो त मै भएकोमा पनि आउनु खोज्दैछ फेरि हात दे भनेको मै भएकोमा आउनु खोज्दैछ मेरो हेलमेटलाई